ब्यालेन्सहरूको स्ट्याटस त सबैले हेर्नुभयो होला। यसको रिप्लाई दिँदै हाम्रो हर्क सरले के भन्नुभएको छ हेरौँ है त। लुकेर गेम खेल्दै स्ट्याटस लेख्नु सजिलो छ। देशले के कति गुमायो त्यो थाहा छ। देश रोएको बेला ऊ हाँस्दै बसेको छ। अब यस्तो खतरा स्ट्याटस आएपछि यसको खतरा खतरा कमेन्ट पनि पढ्नै पर्यो। सो लेट्स गो। सुरु गरौँ। हाँस्दै होइन अर्कै, तिमीसँग डिप लभ परेको छ अरे त। तिम्रो मन पत्थर रहेछ। बालिनले आई लभ यु भन्दा पनि लभ इज गेम भन्ने कुराको राम्रो ज्ञान रहेछ हर्क दाजुलाई। ट्रु लभ परेको बेलामा भाउ खोज्नुहुन्न नि। यस्तो सटार्ने हान्छ आफ्नो प्रियलाई। मेरो माया छ भने रुमाल चिनोदेऊ। मुनाले मदनलाई गरे जस्तो होइन, बालेनले हर्केलाई गरे जस्तो माया गरे मात्र प्रेम सफल हुन्छ। खेलौँ खेलौँ, दोहोरी खेलौँ, हेरेर ताली बजाउने हामी छँदै छौँ। यसो बुझ्दाखेरि बालेनको एकतर्फी नै माया रहेछ भन्ने बुझियो। बट बालेनले माया चाहिँ गरेकै हो है। क्रसले भन्दा नि बढी पो भाउ खोज्नु भयो त हर्के सरले। आई लभ यु को रिप्लाई त आई लभ यु टु हुन्छ है इमेया साप। यो त अलि भएन है। हो यस्तै दोहोरी चल्छ भनेर केपीले सामाजिक सञ्जाल बन्द गर्न लागेको हुन् र नि त। फुलको जवाफ पत्थरले दिने निष्ठुरी। जे भयो अब मिल्नु। कति धेरै माया गर्नुहुँदो रहेछ हजुरलाई। हजुर नै हो रे बालेन सरको टुरु लभ। फोन नम्बर एक्सचेन्ज गर्नुहोस् यार तपाईँहरू। ब्याटल फर्काम। यी त भयो के रमाइला कमेन्ट्सहरू। अझ यस्तै खतरा मान्छेहरूले गरेको खतरा कमेन्ट्स हेर्नु मन छ भने हाम्रो हर्का साम्बाङ रिभोल्युसनको पेजमा गएर हेर्न सक्नुहुन्छ।